हामी 4 जना साथीहरु आएको छौं कालिम्पोङ दर्शनको लागि। यो तपाईहरु हेर्न सक्नुहुन्छ। अलि यता आउनुस् त, देखाइदिनुस् त। यो चाहिँ पुरी बजार हो। यता मतिर पनि हेराउनुस्। यो तल हामी लगभग सिडी चढ्दै चढ्दै आयो। यो पुरी भगवती दर्शन गर्ने मन्दिरमा चाहिँ हामी 3842 मिटर माथि जान्छौं। तल भनेको 3735 छ। हेर्नुस् त गाइस, यता देखाऊ गाइस। यो डरलाग्दो भिड हेर्नुस् त गाइस। त्यसले त मलाई त भिड पनि देखाऊ एकचोटि हो गाइस। भिड यता यता यता। ल गाइस हामी जाँदै छौं। ल गाइस मेरो पनि ल हेर्नुस् हाम्रो गाइस उहाँ चाहिँ हाम्रो विनोद सर हुनुहुन्छ। पानी पनि नपाएर हाम्रो विनोद सरले यहाँ कोकले कुल्ला गर्ने अवस्था आएको थियो। हाम्रो अविनाश सर उहाँको अवस्थाको कुरा गर्दै नगरौँ। यस्तो हालत भयो नि, छोडिदिउँ। यो चाहिँ हेर्नुस्, हामी त्यही माथि चढ्छौँ अहिले दर्शन गर्न, भगवतीको दर्शन गर्न जाँदैछौँ गाइस। तपाईहरु पनि आउनु होला, एकदमै रमणीय दृश्य छ। अझ पुष माघमा आउनु होला, त्यसमा हिउँ खेल्न पाइन्छ। र चैत वैशाखमा आउनुभयो भने चैतमा आउनुभयो भने लाली गुराँस एकदमै ढकमक्क फुलेको पहाडको दर्शन गर्न पाइन्छ। यो चाहिँ कुरी बजार रहेको छ। यहाँ चाहिँ हामी हिँड्दै हिँड्दै आयो, तर हामी चाहिँ अलिकति हिँड्न नसकेर 2 घन्टा लाग्यो हामीलाई हिँड्न। ल गाइज, यतिमै अब हामी चढ्दैछौँ कालिम्पोङ भगवतीको मन्दिरमा। तपाईलाई म यतिमै, विनोद सर बेहोस हुने अवस्थामा छ।